ओके गाई हेलो नमस्ते एन्ड वेलकम ब्याक टु माई भेरी सर्ट मिनी ब्लग। आज चाहिँ खास आजकल मैले ब्लगहरू बनाउनु छोडिसकेँ, तर आज मेरो नानीको बर्थडे हो होइन। अहिले चाहिँ ऊ चाहिँ काममा गएको छ, अनि आएपछि चाहिँ सानो जहिले पनि हामीले चाहिँ बर्थडे केक चाहिँ मैले जहिले पनि रातिको 12 बजी नै उसलाई सरप्राइज बर्थडे केक भनेर दिन्थ्यो। अनि राति 12 बजी हामी काट्थ्यौँ, तर उसले चाहिँ मलाई पहिल्यै भने तपाईँले 12 बजी काट्छ मम्मी 12 बजी नकाटौँ, यसपालि चाहिँ डे टाइममै काटौँ भनेकोले मैले उसलाई केक लिएर पर्खिरहेको छु। सो ऊ आएपछि होइन केक कटिङ गर्ने। अनि मैले चाहिँ केकहरू काट्दा चाहिँ टिका सिका लाउने मेरो चलन छैन, अनि उसलाई चाहिँ मनपर्ने रहेछ। सो एज अ ब्लेसिङ अनि टिका सिका पनि लगाइदिउँ भनेर चाहिँ म उसलाई पर्खिरहेको छु। सानो छोटो ब्लग इन्जोय गर्नु होला, आमा छोरीको मात्रै। त्यसपछि यो केक काटिसकेर सेलिब्रेसनहरू केही पनि छैन, उसको साथीसँग बाहिर घुम्नु जान्छ अरे, बस त्यति नै हो। सो सानो छोटो मिठो। सो प्लिज हाम्रो ब्लग हेरिदिनु एन्ड ब्लेस माई डटर and wish her a very happy birthday. So this is how this is the setup. म एक्चुअली यो बत्तीहरू बाल्दिनँ, तर उसलाई मनपर्छ अरे त्यही भएर बालिदिएको। 13 हो र? I'm not 13. What is this? Can hold it? You're not 13? I thought you were 13. Oh, you're acting, है ना? त्यो निकाल्न त्यो। Oh my god! बुढी भयो है अब। My mother and her script. मैले अघि दिएँ म त 1 2 3 ह्याप्पी बर्थडे भन्नु। Happy birthday to you. Happy birthday to you. Happy birthday dear Millie. Happy birthday to you. 23 वर्ष पुगेछ मलाई। यो त एक्सिडेन्ट हुन्छ क्या? एनीवे अरू बेला त मैले यसलाई हैन यसो टिकाहरू लगाइदिँदैन, तर उसलाई एकदम मन पर्ने रहेछ, त्यही भएर यसपालि मैले टिका र के अरे ऊ भएको टिका र सगुन राखिदिएको, अनि यहाँ बत्ती पनि बालिदिएको। मन पर्ने हैन एकदम 10 ग्रह चल। त्यो राम्रो जब पाओस्, एक्जाम पनि भइरहेछ र बोर्ड एक्जामको लागि अल द बेस्ट होइन। अनि ल विश माग्छु। न विश माग्छु। आटो ए बेला कस्तो क्युट रहेछ केक। अलिक जुठो मात्रै फ्रिजमा धेरै राखेछ। हिजो त एउटा हिजो ल्याएको नि मेरो त्यही तल थाहा छ चलाउनु। म गर्न नराउनु र भर्खर भएको भयो। म त कहिले चल्दिनँ न पता न। गिफ्ट त अब हिजो थापिसक्यो, तर यसमा अलिकति आशीर्वाद छ, हेर न अलिकति आशीर्वाद। के हो हिडन ट्रेजरमा के आशीर्वाद पनि छैन भने होइन। धन्यवाद। हिजो थापिसकेको गिफ्ट हो, त्यहाँ फेरि दिएर अलिकति ए आशीर्वाद। आशीर्वाद चाहिँ कहाँ छ मदन? हिडन ट्रेजरहरू खोज्नुपर्छ। पकेटै पकेट भयो क्या। ल तेरो फेभरेट धन्यवाद। जुस खा, हात लाउनु अन्डा खा न अन्य चाहिँ भयो मम्मी बी एउटा। त्यही भएर तैँले डल्लै खाँदैन, यो सगुन भनेको खानुपर्छ मैले। मैले जुठो गरिसकेँ त्यो त्यही भएर। त्यो एउटा डल्लै खायो, एउटा म हात राख्नु, त्यही भएर तैँले खाँदैनस् भनेर मैले। यो तँलाई मनपर्ने पिनट बटर टेस्टहरू त साह्रै कफी क्या हो भन। यो, अनि यो छैन तर त्यस्तो धेरै सुन छँदै छैन मलाई। एक्सपेक्ट गरेर जोड्ने ट्रेसर त खोज्नु त पऱ्यो नि। अब आशीर्वादमा त के तँ यो ट्रेस खान्छस् को खान्छस्? ट्रेसरै फेरि यहाँ तँ को खान्छस् के खान्छस्? म त्यही कफी खानु। म को खाएँ। धन्यवाद। वाह आजलाई 500 सोचेको थिएँ आजको ट्रिट। त्यहाँनिरको काममा त्यहाँ कफी खुवाएर फोन लगाएर म चाहिँ बर्थडे होइन चुप लगाएर बसिरहेको। चेयर्स भयो अलिकति कोकै हाल्दैन न। त्यही भएर चाहिँ दुईवटा ल्याएर आएँ। चेयर्स गर्नु। चेयर्स ह्याप्पी बर्थडे। धन्यवाद। त्यो चिप्स मिठो छ है, तर त्यो मिठो छ। बर्थडे सेलिब्रेसन दुईजनाका।
यो एउटा हामीले खानुपर्छ। अनि मलाई न तेरी झांकी के मैं बात कोई शानी लिख दूं के तेरे पे कहानी लिख दूं के मैं खुद ने राजा लिखना चाहूं तो मैं मेरी रानी लिख दूं के ल भाइ दुधमा गएको अरे ल कस्तो गर्मी ल बाहिर ल भाइ गयो बढ्दै कर